नमस्ते। स्वागत छ हजुरहरूलाई अर्चनाको ब्लगमा। आज चाहिँ हामीहरू पशुपतिमा सन्ध्या आरती हेर्न गइरहेका छौँ। हामी मन्दिर पुगेपछि जुत्ता चप्पल राख्ने ठाउँमा जुत्ता चप्पल राखेर अनि मात्र अगाडि गयौँ। पशुपतिनाथ हिन्दूहरूको श्रद्धाको केन्द्र हो। त्यसमा पनि सावन महिनामा पशुपतिनाथको महिमा अझ उच्च हुन्छ। यहाँ विश्वका अनेक ठाउँबाट हिन्दू भक्तजनहरू पशुपतिनाथ दर्शन गर्न आउँछन्। झन् इन्डियाबाट त आज पनि थुप्रै भक्तजनहरू आएका रहेछन्। यहाँ धेरै टुरिस्टहरू पनि फोटो खिच्दै थिए। तर मन्दिरभित्र हिन्दूहरूको मात्र प्रवेश हुन्छ र भित्र फोटो लिन मनाही रहेछ। त्यसैले हामीले भित्रको फोटो लिन सकेनौँ। भित्रको दर्शन गरी हामी सन्ध्या आरती हेर्न मन्दिरको पछाडि बागमती नदीको छेउमा पुग्यौँ। यहाँ धेरै भिडभाड थियो। बस्ने ठाउँ थिएन। नदी वारिपारी जम्मै भरिएको थियो। आरती हेर्न रमाइलो लाग्यो, तर टाढाबाट हेर्न पर्दा अलिक खल्लो भयो। आरती हेरी घर फर्कदा छोरा बुहारीले मिलेर खानामा मोमो बनाएर हामीलाई सरप्राइज दिए। आजको दिन शुभ रह्यो। हजुरहरूको दिन पनि शुभ रह्यो। पशुपतिनाथले सबैको इच्छा पुरा गरून्। फेरि भेटौँला अर्को ब्लगमा। धन्यवाद।